पल शाहको नक्कलीदारीको कारणले एकदमै ट्रोल भएको फिल्म रामायण त्यो चाहिँ युट्युबमा फ्रीमै आइसकेको छ र मैले चाहिँ त्यो फिल्म हेरेँ र आज म त्यसैको रिभ्यू गर्न गइरहेको छु। र फिल्म ट्रोल पनि किन नहोस् त जब दारी नै यस्तो रहेको छ। मैले यो फिल्म हेर्न सुरु गरेँ तर आधासम्म पुग्दाखेरि मलाई एकदमै बोर लागेको थियो। यो फिल्म हेर्न नै बोर लाग्दो भयो। अनि यसरी बोर लाग्ने फिल्म चाहिँ मलाई पूजा शर्माकै अर्को फिल्म दानवी पनि हेर्न थोरै यति 1-2 मिनेट हेरेको थिएँ, बोर लागेर त्यो फिल्म चाहिँ हेरेकै छैन। नेपाली फिल्ममा मलाई यसरी थोरै 1-2 मिनेट हेरेर बोर लागेर हेर्दै नहेरेको फिल्महरू पनि रहेका छन्। हिजो आजका कुरा भन्ने एउटा फिल्म थियो, त्यो पनि बोर लागेर मैले 1-2 मिनेट हेरेको थिएँ, त्यो पनि हेर्न छोडिदिएँ। अनि अर्को एक भागवत एक गीता भन्ने फिल्म पनि आधी जति हेरेको थिएँ, त्यो पनि हेर्दाखेरि बोर लाग्यो, कहानी कहाँ गयो जस्तो लाग्यो। त्यसरी मैले त्यो फिल्म पनि पुरै हेरेको छैन र यो फिल्म पनि आधासम्म हेरेको थिएँ, बोर लाग्यो। तर दर्शकहरूको लागि भन्दा पनि हेरिदिउँ भनेर चाहिँ बल्ल बल्ल भएछ मैले लास्टसम्म हेरेँ। यी फिल्महरूमध्ये हेर्नै पर्ने थियो तर मैले नहेरेर गल्ती गरेँ भन्ने जस्तो कुनै फिल्म लागेको छ भने चाहिँ कमेन्ट गर्नु होला। तर मलाई चाहिँ लागेको छैन कि यिनी फिल्महरू मैले पुरै नहेरेर गल्ती गरेँ भन्ने जस्तो। र अब भने लागौँ रामायणको कहानीतर्फ नै। र पूजा शर्मालाई किन लाग्छ कि अहिलेको जमानामा पनि मान्छेले तिनै घिसापिटा डायलग, घिसापिटा गीतहरू, घिसापिटा स्टोरी तन्काएका बेकारका सिनहरू भएका फिल्म अझै पनि हेर्छन् जस्तो चाहिँ किन लाग्छ। मैले यो फिल्म हेर्दाखेरि युट्युबमा 2x मा नै गरेर हेरेको छु र 2x गरेर हेर्दाखेरि पनि मलाई बोरिङै लागेर मैले फरवार्ड गरी बल्ल बल्ल मेन्टली टर्चर भएर चाहिँ यो फिल्म हेरेको छु। फिल्ममा खासै त्यस्तो केही पनि छैन। फिल्ममा के हुन्छ भने पल शाहको डबल रोल रहेको हुन्छ। त्यसमध्ये एउटा असलवाला पल शाह, एउटा चाहिँ गुन्डावाला पल शाह। र दुईटै पल शाहलाई हाम्रो पूजा शर्माजी चाहिँ मनपर्छ। तर हाम्रो पूजा शर्माजीले हामीलाई असलवाला पल शाह मनपर्छ। र अब के होला त अगाडि? तपाईँले यहीँनिर भिडियो रोकेर कमेन्ट गर्नुहोस्। तपाईँ एकदमै सही हुनुहुन्छ होला, सबैले सही गेस गर्नुभयो होला। के हुन्छ भने हाम्रो गुन्डावाला पल शाहले अफकोर्स हाम्रो पूजा शर्माजीलाई झुक्क्याएर विवाह गर्छ। र अन्त्यमा के हुन्छ? अन्त्यमा हाम्रो असलवाला पल शाहले हाम्रो गुन्डावाला पल शाह, जसको चाहिँ एकदमै राज हुन्छ मधेसमा, उसलाई एक्लै फाइट गरेर जितेर आफ्नो हिरोइन पूजा शर्मालाई चाहिँ वापस ल्याउनुहुन्छ। यस्तो दामी कहानी रहेको छ गाइजहरू। र फिल्मको कहानी यही नै रहेको छ र यसमा चाहिँ अब अरू गुन्डाहरूको एक्टिङहरू हेर्नु पर्दा नि एकदमै टप नचै रहेको छैन। अलिकति पल शाहको दारीले मात्रै अलिकति मात खाएको मात्रै हो। र यसका गीतहरू पनि रामायण भन्ने वाला जुन त्यो गीत चाहिँ एकदम राम्रो नै रहेको थियो होइन। त्यसको चाहिँ म प्राउड नै भन्न चाहन्छु। र अरू चाहिँ कहानी यही नै रहेको थियो। र हजुरहरूले यदि हेर्न चाहनुहुन्छ भने युट्युबमा फ्रीमै अभाइलेबल छ र 1 मिलियन भ्युज कटिसकेको छ। तपाईँहरू पनि हेर्न सक्नुहुनेछ। हुन त मैले अब साउथ फिल्महरू, इङ्ग्लिस फिल्महरू हेरेर एक्सपेक्टेसन अलि हाई भएको पनि हुनसक्छ होइन। नेपाली फिल्मबाट पनि अलि एक्सपेक्टेसन हुन्छ। हुन त मैले साउथ फिल्महरू पनि हेर्छु, इङ्ग्लिस फिल्महरू पनि हेर्छु, त्यो भएर एक्सपेक्टेसन अलि हाई भएको होला। तर पनि धेरै लामो समय भइसक्यो नेपाली हुन त मलाई अब साउथ फिल्महरू, इङ्ग्लिस फिल्महरू हेर्ने बानी लाएर पनि होला, नेपाली फिल्मबाट पनि अलि एक्सपेक्टेसन हाई नै हुन्छ। तर पनि नेपाली फिल्महरू विगतका धेरै लामो समयदेखि बन्दै आएका छन्। त्यही पनि उही घिसापिटा कहानी, घिसापिटा स्टोरी, घिसापिटा गीतहरू, चाहिने नचाहिने सिनहरू धेरै भएर चाहिँ अलिकति मनमा अलिकति साला ये दुख का खत्म होता बे। जब तक तोड़ेंगे नहीं तब तक छोड़ेंगे। हुन त साउथ फिल्महरू, इङ्ग्लिस फिल्महरू हेरिराख्दाखेरि मलाई अब अलिकति एक्सपेक्टेसन भयो होला नेपाली फिल्मबाट। तर पनि नेपाली फिल्म बन्न लागेको लामो समय भयो। त्यही पनि सबै फिल्म त होइन, कुनै फिल्महरूमा चाहिँ अब अलिकति चाहिने नचाहिने डायलगहरू धेरै, अलिकति लङ स्टोरीहरू अलिक धेरै नै तन्काइएको जस्तो अलिअलि अनुभव भएर चाहिँ मैले यिनी अरू कुराहरू पनि राखेको आजको भिडियोमा। र फिल्म हजुरहरूलाई कस्तो लाग्छ हजुर पनि गएर हेर्न चाहिँ सक्नुहुनेछ। र आजको लागि यति गरौँ, बाइ।